मरेको लासमाथि बसेर उहाँले साधना गर्नुहुन्छ। त्यही भएर साधना केमा हुन्छ त शमशान घाटमा हुन्छ, जङ्गलमा हुन्छ, खोलाको किनारमा हुन्छ। पहिला त नरबली दिने पनि चलन थियो है। एब्सोल्युटली अहिले पनि दिइन्छ। नेपालमा पनि दिइन्छ। यो बलि भनेको त कसैको ज्यानको रगत चढाएर देवतालाई खुसी पार्ने त पाप हो। तर बलि नै नचढाइकन देवी खुसी नहुने भन्ने त हुँदैन होला नि त फेरि। कि तपाईँ स्वयं शिव हो, तपाईँ स्वयं देवी हो। तन्त्र गर्ने मान्छे कहिले पनि मर्दैन नि त। त्यही त मर्छ। स्वामी विवेकानन्द मरे, रामकृष्ण परमहंस मरे। Stories with Susan. चिहानमाथि बसेर गरिने कठोर साधना, कालीको काखमा बसेर गरिने आराधना, मसान घाटको सन्नाटा अनि बलि र हवन मार्फत गरिने सङ्कल्प। सुन्दा पनि आङजिरिङ्ग हुने यी कुराहरू वास्तवमै अचम्मका छन्। हामी साधारण मानिसले जे देख्छौँ, जे सुन्छौँ र जे छुन्छौँ, हाम्रो लागि संसार त्यति मात्रै हो। तर के तपाईँहरूलाई थाहा छ, यही संसारभित्र एउटा अर्को संसार पनि छ जहाँ एउटा छुट्टै शक्ति एक्जिस्ट गर्छ भनिन्छ। हामी जहाँ अन्धकार र डर मात्र देख्छौँ, त्यहाँ केही मानिसहरू अर्कै उज्यालो र अर्कै आयाम देख्छन्। हामी बाँचेको भन्दा बिल्कुलै फरक दुनियाँमा बाँच्ने र फरक रहस्य देख्ने मानिसहरू पनि त छन् यही संसारमा। आज स्टोरिज विथ सुजनमा हामी त्यही अदृश्य शक्तिको ढोका ढकढक्याउन जाँदैछौँ। डाक्टर दीपक सुवेदीले आफ्ना चेलाचेलीहरूलाई देशका 3वटा स्थलहरूमा गराउनु भएको साधना देखाउनेछौँ अनि रहस्यहरू जान्ने कोसिस गर्नेछौँ। यो कसैका लागि अन्धविश्वास हुन सक्छ, कसैका लागि केवल रोचक कथा, त कसैका लागि अटुट आस्था। आजको एपिसोड निकै रहस्यमयी हुनेछ, जहाँ हामी तन्त्रलाई अझै गहिराइमा बुझ्ने प्रयत्न गर्नेछौँ। अहिले यहाँनिर भइरहेको छ एउटा साधना, हजुरले गराइरहनु भएको छ। लगभग 35-40 जना हुनुहुन्छ। यो के भइरहेको हो र के साधना भइरहेछ र यो के उद्देश्यका लागि भइरहेछ? अहिले तपाईँको यहाँ शमशान साधना चलिरहेछ। हजुर। र तपाईँको शमशानभित्र पनि तपाईँको प्रेत साधना है। हजुर। अनि हामी अहिले आमाकोमा आएर गर्दैछौँ, किनभने आमा चाहिँ पञ्चप्रेतमाथि बस्नुहुन्छ। हजुर। र आमासँग पुग्नको लागि चाहिँ जबसम्म प्रेतलाई चाहिँ तपाईँले क्रस गर्नुहुन्न, हजुर चाहिँ आमासँग पुग्न सक्नुहुन्न। तर उनलेहरूले चाहिँ आज अहिले चाहिँ प्रेत साधना गर्दैछन्। पहिला शमशान जागृत हुन्छ, जागृत पछि चाहिँ उनले प्रेत सिद्ध गर्छन्। प्रेत सिद्ध गरिसकेपछि तपाईँको नौरथामा, तपाईँको कालरात्रिमा चाहिँ उनीहरूले आमालाई जागृत गर्छन् कालरात्रिको फर्ममा। हामीले अलग अलग शक्तिपीठमा, नेपालको अलग अलग भेगमा चाहिँ हरेक दिन अलग अलग शक्तिपीठमा चाहिँ हामीले उहाँलाई गराउँदैछौँ। र धेरै जसो साधकहरू चाहिँ बाहिरबाट आउनुभएको छ र नेपाली साधकहरू चाहिँ एकदम कम हुनुहुन्छ। हामीले गिनी चुनेको मान्छेहरूलाई मात्र लिएका छौँ। ओके, इन्डियाबाट बेसी आउनु भएको छैन। र उहाँहरूको प्रोफाइल चाहिँ कोही साइन्टिस्ट हुनुहुन्छ, कोही डक्टर हुनुहुन्छ, कोही सिनियर डक्टरहरू हुनुहुन्छ, कोही इन्जिनियरहरू हुनुहुन्छ। आफ्नो जीवनमा एकदमै राम्रो सफलता प्राप्त गरेर पनि लो प्रोफाइल बस्ने मान्छेहरूको चाहिँ हुनुहुन्छ, योगी साधकहरू हुनुहुन्छ। यो चाहिँ किन गरिरहनु भएको छ? उहाँहरू त अलरेडी सक्सेसफुल हुनुहुन्छ, फेरि उहाँहरूलाई त साधना गरेर सफलता प्राप्त गर्न जरुरी छैन होला कि साधना सफलता प्राप्त गर्नको लागि गरिँदैन? दिस अ भ्यालिड क्वेसन। अब उहाँहरू भौतिक रूपमा त एकदम सफल हुनुहुन्छ। हजुर। अब उहाँलाई चाहिँ आध्यात्मिक सफलता पनि प्राप्त गर्न पर्यो। र यो मौका चाहिँ उहाँले चाहेर पनि, अब जोसुकैले चाहेर पनि प्राप्त हुने यो समय चाहिँ होइन। यो आमाको जब बोलाइ हुन्छ तब मात्र उनीहरूले यो प्रकारका साधनाहरूमा भाग लिन सक्छन्। र यो अपर्च्युनिटी उनीहरूलाई प्राप्त भएको छ कि उनीहरूले, तपाईँ हेर्नुहोस्, यति राति भयो,
उनीहरू चाहिँ रातभरि फ्लाइट चढिरहेका छन् र स्टिल सो फ्रेस। कोही वृद्ध पनि हुनुहुन्छ। देयर आर पिपल अप टु 67 इयर्स ओल्ड अप टु 76 इयर्स ओल्ड। 76 वर्षको पनि आफ्नो फिल्डमा एकदम सक्सेसफुल मान्छे पनि उहाँबाट यो साधना गर्नको लागि आउनुहुन्छ। आमाले स्वयं सपनामा आएर यो साधना तिमीले भाग ले ल भनेर भएको रिजनले गर्दा आउनुपर्छ। ग्रेट। अब यो हप्ताभरि चल्छ। हजुर। यो भेरियस ठाउँहरूमा गर्दै हुनुहुन्छ तपाईँहरूले। मैले यहीँको कुरा गरेँ, यहाँनिर जस्तो अघि कोही चिच्याइरहनु भएको थियो, कोही कराइरहनु भएको थियो, कोही मलाई छोड्दै भनिरहनु भएको थियो, कोही रोइरहनु भएको थियो, यो भेरियस चिजहरू भइरहेको थियो। यो चाहिँ भएको के हो? माले शरीरमा प्रवेश गर्नुभएको हो कि अथवा अर्को इनर्जी जागृत भयो कि के भयो? यो आमा आउनुभन्दा पहिलाको आवेगको लहर हो। ए, आउनुभन्दा अगाडिको लहर हो भनेको कुनै एउटा प्रधानमन्त्री आउनुभन्दा पहिला, राष्ट्रपति आउनुभन्दा पहिला अथवा कुनै एउटा एकदम महत्त्वपूर्ण शक्ति आउनुभन्दा पहिला उनका कमान्डरहरू आउँछन् चेक गर्नको लागि। त्यो बिचमा चाहिँ यदि कसैभित्र नेगेटिभ ऊर्जाहरू छन् भने त्यो ऊर्जाहरूलाई उनीहरूले त्यहाँबाट निकालेर फ्याँक्ने भए। अर्को कुरा, यत्रो शक्तिशाली ठाउँमा आइसकेपछि यदि कुनै त्यस्तो नराम्रो शक्ति छ, भूत प्रेत पिचासहरू छन् भने तिनीहरू त्यो ठाउँमा अब कन्ट्रोल गरेर बस्न सक्दैनन्। अब आमाको शक्तिसँग उनीहरूको शक्ति जुझ्ने भयो। हजुर हजुर। त्यही भएर आमाको शक्तिले जति उनीहरूलाई चाहिँ हान्दै जानुहुन्छ उनीहरूको शक्ति चाहिँ अब म चाहिँ बस्न सक्दिनँ भने चिच्याउने भयो, कराउने भयो, रुनी भयो, त्यो भित्र चाहिँ के चाहिँ हुँदो थियो उनीहरूको त्यो एन्जाइटी बाहिर निस्किने भयो, सबै चिज हुने भयो। तर अब हजुरले हेर्नुभयो त्यो चिच्याइसकेको सबै चिज यो प्रोसेस भइसकेको 5 मिनटपछि द्याट कम्प्लिटली फ्रेस, द्याट लाइक अ न्यू पर्सन। अझसम्म जुन व्यक्ति थिए यो प्रोसेस गरिसकेपछि त्यही सेम व्यक्ति त भएनन् तिनीहरू। त्यो आमा आउँदै गर्दाखेरि आमाको आउनुको लहर, शक्तिको लहरले उनीहरूको भित्र भएको शक्तिलाई ठोकिसकेपछिको अवस्था हो। त्यो नेगेटिभ एनर्जीलाई अनि त्यो आउट भयो। अब आउट भयो। त्यो कराइसकिसकेपछि, चिच्याइसकिसकेपछि, भुइँ ठोकेपछि, टाउको ठोक्दै हुनुहुन्थ्यो अघि, त्यो भइसकिसकेपछि चाहिँ त्यो नेगेटिभ एनर्जी गयो। अब बल्ल आमाको लहर अब उहाँको शक्तिभित्र आउँदैछ र आमाको शक्तिले के गर्छ, बल्ल उहाँलाई सिद्धि प्रदान गर्छ। अब यो आमा आउनु अगाडि चाहिँ मसानलाई जगाउनु पर्यो। एब्सोल्युटली। मसानलाई जगाएर अब फेरि मसानलाई हामीले नर्मली हेर्ने भने नेगेटिभ एनर्जी भन्छौँ, फेरि जगाउने रे भनेको अलि फेरि विरोधाभास होला कि भनेर। त्यो विरोधाभास चाहिँ कहिले हो त, नपढेका मान्छेले, सिद्ध नगरेका मान्छेले र तन्त्रमा सिद्ध हस्ता नभएका मान्छेहरूले मात्र हो। हजुर। भनेको लिटल नलेज इज अलवेज डेन्जरस भन्छ नि। तिनीहरूले चाहिँ मसानलाई चाहिँ हरेक चिज, मसान होस् चाहे वीर होस् चाहे होइन कुनै यस्ता शक्तिहरूलाई तिनीहरूले नराम्रो रूपमा मात्र हेर्छन्। मलाई एउटा भन्नुहोस्, त्यो मसान भनेको त्यो वीरहरू भनेका आमा कालिकाको वरपर बस्ने शक्तिहरू, शिवजीको वरपर बस्ने शक्तिहरू हो। हामी बस्न पाएका छैनौँ, उनीहरू बस्न पाइरहेछन् भने के उनीहरू चाहिँ केवल उसमा होला नि त, नराम्रो मात्र होला नि त भन्ने कुरा। सेकेन्ड चिज, अब धेरै मान्छेले मान्दै आएको के ब्रह्मा विष्णु महेशलाई उनीहरूले मान्छन्, रुद्र मान्छन्, ईश्वर मान्छन्, सदाशिव मान्छन्। ती आमा ती 5 प्रेतहरूको माथि बस्नुहुन्छ, जसलाई पञ्चप्रेत भन्छ। त्यो भनेको ब्रह्माको मसानमाथि, विष्णुको मसानमाथि, शिवको मसानमाथि, रुद्रको मसानमाथि, ईश्वरको मसानमाथि, सदाशिवको मसानमाथि बल्ल आमा बस्नुहुन्छ। भनेको जबसम्म तपाईँले त्यो मसानलाई सिद्ध गर्नुहुन्न अथवा त्यो फर्मसम्म जानुहुन्न के तपाईँले आमालाई सचमुचमा चाहिँ प्राप्त गर्न सक्नुहुन्छ त? आसनसम्म उक्लिनु नै भएको छैन, आमा त आसनभन्दा माथि बस्ने चिज हो नि त। अहिले मसान जागृत भइसकिसकेपछि यसलाई जीवितै गरेर राख्नुपर्छ होइन? न, तपाईँले जीवित गरिराखिसकेपछि यसले अब तपाईँलाई विनाश पनि गर्छ फेरि मसानले। चाहे त्यो प्रेत होस्, तपाईँले जगाउने, तपाईँले मार्नुपर्छ, फेरि मार्नुपर्छ। किन भन्दा मान्नुहोस् तपाईँ चोरसँग चाहिँ 10 दिनसँगै बस्नुभयो भने के तपाईँ आफै पनि चोर बन्नुहुन्छ। तपाईँ एउटा योगीसँग 10 दिन बस्नुभयो भने तपाईँ आफै पनि योगी बन्नुहुन्छ। फेरि तपाईँले मसानलाई चोर भन्नुभयो के? राइट। ओके। अब त्यो मसान जागिसकेको बेलामा के हुन्छ त, मसान भनेको मरेको चिज हो होइन? जब त्यो मसान जाग्छ तपाईँभित्र धेरै मरेका चिजहरू पनि अब के हुन्छ त, ट्रिगर हुन्छन् भनेको। मसानलाई त्यही भएर घरमा जगाउनु हुँदैन। घरमा जगाइसके तपाईँ मात्र होइन, घरमा अरू पनि त हुन्छ नि त। यहाँ जगाएर घर लिएर जान पनि भएन। यहीँ जगाएर यहीँ मार्नु पर्यो, शमशानमा जगाएर शमशानमै मार्नु पर्यो। जसले काम लगाउन चाहिँ
जगाउन पाइयो। त्यति मात्र होइन, सिद्धि प्राप्त गर्न पनि मसानलाई जगाउन पाइयो। त्यही भएर साधना केमा हुन्छ त? शमशान घाटमा हुन्छ, जङ्गलमा हुन्छ, खोलाको किनारमा हुन्छ। ओके, जब मसानको साधना गरिन्छ त्यो साँधेर प्राप्त गरेर लिएर जाने होइन, यसलाई छोडिदिने हो। त्यहाँ यो जस्तो मसानको जस्तो अहिले प्रक्रिया हुन्छ, जागृत गरिसकेपछि यसलाई भएको चिजलाई पनि, शरीरमा भएको चिजलाई पनि, नेगेटिभ इनर्जीलाई पनि सबै त्यहाँनिर फाल्ने हो, होइन त? न हो। सो अब हेर्नुहोस्, यसलाई चाहिँ कसरी बुझ्छौँ भन्दा एउटा अलग्गै व्यक्तित्वको रूपमा बुझौँ। हजुर। जुन तपाईँभित्र पनि छिर्न सक्छ, तपाईँभित्र गएर मुटु कलेजोमा पनि हेर्न सक्छ, तपाईँभित्र गएर तपाईँको किडनीसम्म दिमागसम्म पनि पुग्न सक्छ। हजुर हजुर हजुर। मेरो फिजिकल बडी त हजुरभित्र जान सक्दैन, तर एउटा हावा छ जुन हावा तपाईँको भित्र पनि जान सक्छ। तर के व्यक्तित्व नै हो, हजुर जस्तै व्यक्तित्व हो, यस्तै ठुलो छ, तर त्यो शक्ति जान सक्छ न। त्यसको काम के भन्दा त्यसले उसको उसलाई तपाईँले कुन लेभलमा सिद्ध गर्नुभयो भन्ने हिसाबले चाहिँ त्यसले अलग अलग कामहरू गर्ने भयो। तपाईँलाई हिलिङको लागि शक्ति दिनेदेखि लिएर, तपाईँलाई बचाउनेदेखि लिएर, तपाईँमाथि तन्त्र मन्त्र यन्त्र जादु टोना भयो भने पनि, कसैले चाहिँ वीर मसान देवी नै देवता नै तपाईँको पछाडि फेंकेछन् भने पनि त्यो मसानले अब तपाईँको रक्षा गर्न सक्छ। ओके ओके ओके। भनेको अब तपाईँको युजेस, अब यदि कसैले तपाईँलाई लाइफमा एकदम डिस्टर्बेन्स गरे, तपाईँले यो शक्ति जगाएर तिनीहरूको विनाश पनि गर्न सक्नुहुन्छ। फेरि भनेको हतियार आफैमा राम्रो अथवा नराम्रो चाहिँ हुँदैन, तर न है प्रयोग कसरी गर्ने एउटा कुरा थियो। अब अर्को कुरा कहिलेकाहीँ चाहिँ के हुन्छ, हतियार ब्याकफायर पनि हुन्छ, आफैमा लाग्न सक्छ। जस्तै अब हेर्नुहोस्, अहिले इरानले चाहिँ अब इजरायलदेखि लिएर अमेरिकासँग फाइट भइरहेछ, रेडिएसन भयो भने के हुन्छ त? त्यहाँ सबैलाई डिस्टर्ब हुन्छ। भनेको तपाईँले जगाउनु भयो, मार्न सक्नु भएन भने यसले तपाईँलाई मात्रै होइन, तपाईँको परिवारलाई पनि अब डिस्टर्बेन्स गर्छ। त्यही भएर हामीले जगाउन सिकाउनुभन्दा पहिला मार्न सिकाउँछौँ। उनीहरूले आफैले जगाउनुभन्दा पहिला उनीहरूलाई सुरक्षा दिएर हामीले जगाएर तिनीहरूको अगाडि पठाएर मार्न सकेपछि बल्ल जगाउने मन्त्र बल्ल सिकाउँछौँ। पहिला जगाउने मन्त्र प्रयोग गर्ने, पहिला मार्ने मन्त्र सिकेर प्र्याक्टिस गरी भइसकेपछि बल्ल जगाउने मन्त्र सिक्ने। अनि यो चाहिँ हुने चाहिँ मन्त्रबाटै भयो, होइन? अरू यन्त्रहरू के युज हुन्छ? होइन, यन्त्रहरूदेखि लिएर अलग अलग किसिमका पूजा पद्धतिहरूदेखि लिएर अलग अलग चिजहरू तिनीहरूलाई चाहिन्छ नै। मान्नुहोस्, तपाईँलाई धेरैचोटि अब एकदमै बलियो मसान छ, एकदमै अब त्यो खतरनाक मसान छ भने त्यसलाई चाहिँ बलि पनि चाहिन्छ। नत्र चाहिँ सकबरसम्म त्यसलाई चाहिँ हजुरले पञ्चामृतले पनि सिद्ध गर्न सक्नुहुन्छ, तपाईँले रक्सीको धारले पनि त्यसलाई सिद्ध गर्न सक्नुहुन्छ, इभन धुपले पनि तपाईँले सिद्ध गर्न सक्नुहुन्छ। इट इज लाइक यु बिकम अ फ्रेन्ड विथ द इन्भिजिबल पर्सन। अब त्यो तपाईँको लागि सर्भेन्ट पनि हुनसक्छ, त्यो तपाईँको लागि फ्रेन्ड पनि हुनसक्छ। अब त्यही भएर अब हामीले धेरै जसोले चाहिँ यसलाई फ्रेन्डको रूपमा चाहिँ हामीले युज गर्छौँ। यहाँ दक्षिण कालीमा आज पहिलो दिन यहीँ आएर स्टार्ट गर्नुको केही रिजन छ, कारण छ? त्यो रिजन भनेको आमाले बोलाउनु भएको रिजनले मात्र हो। आमाले यो नेपालको बसाइमा चाहिँ तेरो यात्रा मबाट सुरु हुनुपर्छ भनेर आदेश दिएको रिजनले गर्दा हामी आउँदैछौँ। आदेश दियो। अब यो हेरिराख्दाखेरि यो धेरैजनाले बुझ्नेहरूले बुझिहाल्नुभयो, नबुझ्नेहरूले अझै पनि कमेन्ट गर्ने भनेर चाहिँ यिनीहरू हावा चिज गरिरहेछन्, यिनीहरू बकवास चिज गरिरहेछन्, यिनीहरू मान्छेलाई भड्काउने चिज, तर्साउने चिज, यो हुन्छ त्यो हुन्छ, भूत हुन्छ, प्रेत हुन्छ, मसान हुन्छ, देवता हुन्छन्, यिनीहरू ढोङ्गी हुन् भनेर अब भन्ने होला। केहीले कमेन्ट लेखिसक्नुभयो होला। उहाँहरूलाई पनि आजकै एपिसोडमा अहिले नै जवाफ दिनुपर्छ होला। अब हेर्नुहोस्, तपाईँहरूभन्दा सफल व्यक्तिहरू यहाँ हुनुहुन्छ, जसको आफ्नो घर छ, जग्गा छ, गाडी छ, प्रोफाइल छ र महिनामा करोडौँ कमाउनुहुन्छ। उहाँलाई भौतिक रूपमा कुनै पनि चिजको दुःख छैन, जसका बच्चाहरू पनि सेटल भइसकेका छन्, लाइफ अलरेडी उस भइसकेको छ। र कति मान्छेले चाहिँ सपनामा स्वयं आमा ल्याएर यो साधना जोइन गर भन्नुभएको छ। अब तपाईँलाई हामीले चाहिँ विश्वास गर्नुहोस् भनेर चाहिँ भन्नु जरुरी छैन, किनभने समय आएपछि तपाईँले विश्वास गर्नुहुन्छ। समय नआइन्जेलसम्म मैले पनि विश्वास गर्थेन, किन हरेक चिजको एउटा समय हुन्छ। जबसम्म दुःख पर्दैन नि तबसम्म मान्छेले भगवान् खोज्दैन। जबसम्म लाइफमा दुःख पर्छ, कसैले तन्त्र मन्त्र यन्त्र
टोना गरेर हजुरको लाइफ बिगाडिदिन्छ, लास्टमा तपाईँ आउने कहाँ हो त, यही फिल्डमा हो होइन। त्यही भएर तपाईँले जीवनभरि भौतिकवादी भएका लक्ष्मीप्रसाद देवकोटाले पनि मर्नुभन्दा पहिला श्रीकृष्ण नै तिमी नै एक रहेछौ भनेर चाहिँ मरेका थिए। तपाईँले छिटो न छिटो आउने मार्ग त यही नै हो र यो मार्गले सबै व्यक्तिलाई आफूतिर आकर्षण गर्न चाहिँ सक्छ, पहिला कुरा। सेकेन्ड चिज, जबसम्म तपाईँको लाइफ राम्रो तरिकाले चलिराखेको छ भने तपाईँलाई अध्यात्म आउनु जरुरी पनि छैन। तपाईँको यो ध्यान भनेको, साधना भनेको कुरा तपाईँले बरु भौतिक जीवन चाहिँ एकदम सजिलो छ, आध्यात्मिक जीवन चाहिँ गाह्रो छ। किनभने एकचोटि तपाईँले अमृत पिइसकेपछि अब बाहिरको पानीदेखि लिएर अब केही पनि मन पर्दैन। एकचोटि तपाईँले त्यो ध्यानको गहिराइमा जब तपाईँ डुबिसक्नुहुन्छ नि, त्यो अमृत पान गर्नुहुन्छ नि, त्यसपछिको जुन मजा चाहिँ तपाईँले बोलेर पनि व्यक्त गर्न सक्नुहुन्न। र जब तपाईँले त्यो आमाको कृपा प्राप्त गर्नुहुन्छ, आमाको त्यो अनुग्रह तपाईँमाथि प्राप्त हुन्छ, त्यसपछि त्यो फिलिङ, त्यो इमोसन, त्यो आनन्दमय, त्यो ब्रह्मानन्दमय राइट हो कि त्यो सच्चित आनन्द जुन स्वरूप हुन्छ, तपाईँले कहीँ खोज्न जानु पर्दैन। अनि अटोमेटिकली तपाईँ आउने कहाँ हो त, आउने आमामै हो, आउने यही मार्गमा नै हो। उपाय छैन। अब उपाय, अब धेरै मान्छेले जानेर पनि अबुझ भन्छन्। धेरै मान्छेले चाहिँ फेरि कमेन्ट गर्ने चाहिँ कस्ता हुन्छन् भने जो लाइफमा सक्सेस भएका हुँदैनन्, हेर्नुहोस्, अरू जसले लाइफमा कुनै गोल हुँदैन, जसले सफलता प्राप्त गरेका हुँदैनन्, तिनीहरूले मात्र विरोध गर्ने हुन्। जसले लाइफमा अलरेडी एउटा सफल भइसकेको मान्छेले मेहनत गर्दै गरेको मान्छेलाई कहिले पनि कमेन्ट गर्दैन। एउटा सफल भइसकेको मान्छेले कहिले पनि मेहनत गर्दै गरेको होइन, हार्ड वर्किङ गर्दै गरेको, परिश्रम गर्दै गरेको, दुःख पाइरहेको मान्छेले कहिले पनि कमेन्ट गर्दैन। कमेन्ट गर्ने कसले भन्दा जोसँग केही पनि छैन। अनि के गर्छ त, रित्तो गाग्री चाहिँ बढी हालिदिन्छ। त हालि नै दिनुहोस्, के भएर उहाँले बोलेर न हामी रोकिन्छौँ, हामीलाई आमाले बोलाउनु छ, हामी आउँछौँ। ओके, अब यो भोलि चाहिँ अब अर्को दिन तपाईँहरूको चाहिँ दोलाल घाटमा हुँदैछ, त्यहाँ हुने साधना चाहिँ? अब त्यो साधना भनेको अब यो प्रेतको पनि अझ हायर लेभल हो। हायर लेभल चाहिँ किन भन्दा आज चाहिँ उहाँले जगाउन सिक्दै हुनुहुन्छ, भोलि चाहिँ उहाँले प्रत्यक्ष दर्शन गर्नुहुन्छ। प्रत्यक्ष दर्शन गर्नुहुन्छ भने त्यो अर्को शक्तिशाली ठाउँ हो दोलाल घाट। फेरि त्यसमा चाहिँ के छ, मरेको लासमाथि बसेर उहाँले साधना गर्नुहुन्छ। भोलि पनि? भोलि The dead body over there is less than 13 days. कास्की कालिकाको त्यो उचाइ र शक्तिपीठको शक्ति, जहाँ मध्यरातमा एउटा विशेष साधना गरियो। आखिर त्यो एकान्त र शक्तिशाली थलोमा डाक्टर दीपक सुवेदीले आफ्ना चेलाहरूलाई कुन शक्तिको रहस्य बुझाउनु भयो होला? आखिर मानिस किन मसान घाटको त्यो भयानक सन्नाटामा बसेर साधना गर्छ होला? दासको माथि बसेर कुन चाहिँ शक्तिको खोजी भइरहेको हुन्छ? के यो केवल मनको भ्रम हो कि यसको पछाडि कुनै ठोस विज्ञान लुकेको छ? हामी जसलाई अन्त्य भन्छौँ, तान्त्रिकहरूले त्यहीबाट किन सुरुवात देख्छन्? के साधनाका यी कठिन विधिहरूले साँच्चै नै मानिसलाई अलौकिक शक्तिसँग जोड्न सक्छन्, वा यो प्रकृतिलाई बुझ्ने एउटा छुट्टै र रहस्यमय बाटो मात्र हो? आज हामी यिनै प्रश्नहरूको उत्तर खोजिरहेका छौँ र तन्त्रको त्यो अँध्यारो भनिएको पाटोभित्र लुकेको उज्यालोलाई पहिल्याउने कोसिस जारी छ।
आज साङ्गे भयो हजुर है। यो साङ्गेमा चाहिँ यता हवन भयो, उता बलि चढ्यो र साङ्गे सम्पन्न भयो। हजुर होल यो तपाईँहरूले गरेको साधना कस्तो भयो? एब्सोल्युटली इट वाज फ्यान्टास्टिक। हजुर अब यो साङ्गे हुनुभन्दा पहिला नै धेरै मान्छेले चाहिँ जुन सिद्धिको कामना गरेर गर्नुभएको थियो उहाँले त्यसको सङ्केत पनि पाइसक्नुभयो र कुनै त्यस्तो शक्तिले आएर उहाँलाई भनिसक्यो कि अब उहाँले गर्नुपर्छ के। भनिसक्यो साङ्गे हुनुभन्दा पहिला नै साङ्गे हुनुभन्दा पहिला नै उहाँलाई चाहिँ थाहा भइसक्यो कि कतिजनाको चाहिँ जाग्यो अथवा चाहिँ कतिजनाको जागेन। ए र सबैभन्दा राम्रो एक्सपिरियन्स चाहिँ कहाँको भयो? यो 3 ठाउँमा तपाईँहरूले दक्षिण काली, त्यस पछाडि दोलाल घाट र कास्की कालीमा गर्नुभयो हजुर साधना। सबभन्दा राम्रो एक्सपिरियन्स भनेको आमा कास्की कालिकाकोमा भयो। आमा कास्की कालिकामा भयो। उहाँ मेरो इष्ट पनि हुनुहुन्छ, मेरो कुलदेवता पनि उहाँ नै हुनुहुन्छ हजुर। र चाहिँ नेपालका पहिला राजाहरूले पहिलोचोटि खाँडो जगाएको देवी पनि उनै हुन्। ए भनेको खाँडो भनेको चाहिँ त्यो शक्ति जाग्ने। ए राजाहरूले जगाए? राजाहरूले जगाइसकेपछि बल्ल युद्धमा जान्थे कि। ए त्यहाँ भनेको अब हेर्नु शाहवंशका राजामा चाहिँ पहिलो राजा कुलमण्डन शाहबाट हजुर। सुरु भएर ज्ञानेन्द्रमा सिद्धिन्छ होइन, खबाट सुरु भएर ज्ञानेन्द्रमा सिद्धिन्छ र राजाहरूले तपाईँको खाडो जगाउँदै उहाँहरू चाहिँ बुटोलबाट स्याङ्जाबाट कास्की र चाहिँ बिस्तारै उहाँबाट चाहिँ कतै लमजुङ र लमजुङबाट गोर्खा र गोर्खाबाट पुरा नेपालमा चाहिँ उहाँहरू छिर्नुभयो। आज चाहिँ यता बलि पनि चढ्यो। हजुर बलिको कुरा गर्दाखेरि चाहिँ धेरैजनाले अब्जेक्सन पनि जनाउनुहुन्छ, यो बलि भनेको त कसैको ज्यानको रगत चढाएर देवतालाई खुसी पार्ने, यो त पाप हो भन्नुहुन्छ। हो उहाँहरूले त सबैले आफ्ना आफ्ना विचार राख्न पाउँछन्, यसमा हामीलाई पनि केही उसै छैन। तर पहिला त्यो राख्नुभन्दा पहिला उहाँले इतिहासको अध्ययन गरिदिनु भयो भने अब उहाँलाई पनि सजिलो पर्थ्यो, हामीलाई पनि सजिलो पर्थ्यो होइन। अब इतिहासमा जब तपाईँ हेर्दै जानुहुन्छ हाम्रा लगभग इभन दुर्गा सप्तशतीमा पनि जुन चाहिँ देवी भागवतमा पनि अथवा चाहिँ तपाईँको मार्कण्डेय पुराणमा पनि यो बलिको चाहिँ चर्चा चाहिँ हुन्छ नै। अहिले दसैँ चलिराखेको छ र चाहिँ तपाईँको त्यसमा अध्याय 12बाट चाहिँ कम्प्लिटली बलिको बारेमै छ। देवीलाई के चढाउनुपर्छ, के कम्तीमा पनि सात्विक हुनुहुन्छ भने पनि तपाईँले कुष्माण्डा बलि चाहिँ दिनैपर्छ। ओके बलि चाहिँ दिनैपर्छ। बलि चाहिँ दिनैपर्छ, नत्र तपाईँ मन्दिर गएर चाहिँ तपाईँले के चढाउनुहुन्छ, नरिवेल चढाउनुहुन्छ, त्यो पनि त बलि हो नि त। भनेपछि बलि भनिसकेपछि अब हजुरले चाहिँ हेर्नुहोस् धेरै मान्छे चाहिँ आफूलाई चाहिँ के भन्छन् एकदम शाकाहारी भन्छन्, बलिको विरोध गर्छन्, तर मान्छेको अत्याचार गर्छन् होइन, मान्छेलाई ठग्ने काम गर्छन्। अब उनीहरू पापी के, अब उनीहरू चाहिँ धर्मात्मी भनेर हामीले उसो गर्नु पऱ्यो नि त। तर बलि चाहिँ किन चढाउने, यो चाहिँ किन विशेष छ र बलि नै चढाउनु पर्ने कारण चाहिँ के हुन सक्छन्? न हो तन्त्रमा चाहिँ के हुन्छ भने कुनै पनि देवी देवतालाई सबैभन्दा पहिला तपाईँले जागृत गर्ने बेलामा चाहिँ के टर्म्स एन्ड कन्डिसन गरेर चाहिँ तपाईँले जगाउनु भएको थियो। यदि तपाईँले सात्विक रूपमा जगाउनु भएको थियो भने त्यसमा चाहिँ सधैँभरिको पूजापाठ चाहिँ सात्विक रूपमै हुनुपर्छ। यदि तपाईँले एग्रिमेन्ट चाहिँ तपाईँको राजस्विक रूपमा गर्नुभएको थियो भने अब त्यसको हमेसाको विधि चाहिँ के चाहिँ हुनुपर्छ त राजस्विक रूपमै हुनुपर्छ। र यदि तपाईँले त्यो देवीलाई जागृत गर्ने बेलामा चाहिँ तामसिक रूपमा चाहिँ देवीलाई जगाउनु भएको थियो र एग्रिमेन्ट गर्नुभएको थियो भने अबबाट तपाईँले चाहिँ तामसिक रूपमै दिनुपर्छ। र नेपालका जति पनि शक्तिपीठहरू छन् ती शक्तिपीठहरू केवल पूजा गर्नका लागि बनाइएका होइन, शत्रु संहारका लागि उनीहरूको स्थापना भएको। जब कुनै राज्यमा विपद पर्यो, आपद पर्यो अथवा चाहिँ कुनै राज्यले चाहिँ आफ्नो राज्यलाई बढाउनु पर्यो होइन, त्यो बेलामा चाहिँ जुन शक्तिको आवश्यकता छ त्यो के हुन्छ, त्यो उग्र शक्ति हुन्छ होइन। उसले पनि अरूसँग मान्नुहोस् न, तपाईँले एकदम सामान्य चाहिँ खाना खानु र तपाईँले माछा मासुदेखि रक्सी खानुभयो भने के हुन्छ, तपाईँको चाहिँ प्रकृति डिफ्रेन्ट छ क्या अब होइन। तपाईँले एकदम भेजिटेरियन हुनु र त सात्विक हुनुभयो भने तपाईँलाई हिंसा मारकाटदेखि लिएर त्यो चिज मन पर्न सक्छ। यदि तपाईँले रक्सी खानुहुन्छ अथवा चाहिँ तपाईँले होइन मांसहरू खानुहुन्छ भने अब तपाईँको चाहिँ के हुन्छ त त्यो नेचर विल बी डिफ्रेन्ट। मैले यो नेचरसँग किन जोड्दैछु भन्दा जति पनि देवी देवताका नेचरहरू छन् जब स्टार्टिङ छन् तिनीहरू के भन्छ शत्रु संहारका लागि हुन्, तन्त्र मन्त्र यन्त्र जादु उठाउन यस्ता प्रकारका चिजहरू शक्ति जागरण गर्नका लागि हुन्।
उनीहरू धेरै जसो शक्तिहरू त्यही भएर सात्विक हुँदैनन्, उनीहरू शान्त हुँदैनन्, तिनीहरू उग्र हुन्छन्। त्यही भएर उग्र हुने भएको भएर जस्तै हामी यहाँ छौँ, गुहेश्वरीमा छौँ, गुहेश्वरीको छाना छैन भनेको ती उग्र मान्छेलाई चाहिँ तपाईँले सात्विक चिज दिएर त हुँदैन नि त। उग्र शक्तिलाई उग्रै चिज दिनु पर्यो, तपाईँको शान्ति प्रिय चिजलाई चाहिँ शान्ति चिज नै दिनु पर्यो। तर बलि नै नचढाइकन देवी खुसी नहुने भन्ने त हुँदैन होला नि त फेरि। अब एब्सोल्युट हेर्नुहोस्, तपाईँको चाहिँ कस्तो हो भन्नुहोस् भने देवीलाई चाहिँ तपाईँले स्थापना गर्ने बेलामा चाहिँ बलि दिएर चाहिँ गर्नुभएको कि होइन। मैले फेरि पनि भने तपाईँलाई, जति पनि नेपालका शक्तिपीठहरू छन् तिनीहरू केवल पूजापाठको लागि भनेर बनाइएका थिएनन् के, शत्रु संहारका लागि भनेर स्टार्ट चाहिँ गरेका थिए नि त। त्यो बेलामा एग्रिमेन्ट गरेको थिएँ कि मैले तपाईँलाई यहाँ स्थापित गरेपछि यो चिज दिन्छु, यो चिजको भोग म तपाईँलाई लगाउँछु। तर त्यसको बापत चाहिँ तपाईँले चाहिँ मेरो यो सहरको, यो मेरो राज्यकोदेखि लिएर मेरा मान्छेहरूको चाहिँ तपाईँले के गर्नु पर्यो, शत्रुहरूको संहार गर्नु पर्यो, रोगहरूको संहार गर्नु पर्यो, यी पापहरूको संहार गर्नु पर्यो भनेर चाहिँ देवी चाहिँ के त उग्र देवीले न त्यति सम्पूर्ण चिजहरू चाहिँ गर्न पाउने भयो। त्यो नगरेसम्म जे भनेर स्थापना गरिएको छ त्यो पुरा भएन भने त्यो एग्रिमेन्ट जस्तो हो। त्यो एग्रिमेन्ट जस्तो हो। अब देवी रिसाउँछन्, शक्ति रिसाउँछ, शक्ति रिसाइसकेपछि के हुन्छ, हामीलाई नेपालको अभिगतिको बारेमा थाहा छ हो। त्यही भएर यदि तपाईँ खानुहुन्न नदिनुहोस्, त्यसमा प्रब्लम छैन, हामीले तपाईँले चाहिँ दिनैपर्छ भनेको पनि छैन। तर तन्त्रले चाहिँ के भन्छ भने तपाईँले जुन रूपमा एग्रिमेन्ट गर्नुभएको छ तपाईँले एग्रिमेन्ट चाहिँ पुरा गर्नुपर्छ। तपाईँ गइसकेपछि तपाईँको छोराले भए पनि त्यो एग्रिमेन्ट पुरा गर्नै पर्यो। 10 पुस्तापछि पनि तपाईँको नाति पनाति खनाति होइन जे हुन्छ उनीहरूले पनि त्यो चिजलाई गर्नै पर्यो। नत्र त्यसले के गर्छ त, खुसी भएको बेलामा सबै कुरा दिन्छ, त्यो शक्ति रिसायो भने त्यसले समूहलाई नै कम्प्लिटली नष्ट गरिदिन्छ। पहिला त नरबली दिने पनि चलन थियो है। एब्सोल्युटली अहिले पनि दिन्छ, अहिले पनि दिन्छ, अहिले पनि दिन्छ। मैले आसामको कामाख्याबाट लगभग 40 किलोमिटर चाहिँ पूर्व है तपाईँको यो एउटा गाउँ छ, यदि तपाईँले सर्च गर्नुहुन्छ ब्ल्याक म्याजिक भिलेज अफ इन्डिया भनेर मयङ भन्ने गाउँ छ। म 2017मा चाहिँ म त्यो ठाउँमा पुगेको थिएँ र आई बिकम द फर्स्ट डिसाइपल, आई मिन एज अ फरेन डिसाइपल अफ द्याट प्लेस। त्यो बेलामा मैले प्रत्यक्ष देखेको छु नरबली हुँदै गरेको। नरबली हुँदै गरेको हो। यो त फेरि यो त ठिक होइन नि, होइन? त्यो ठिक होइन, त्यो ठिक होइन, यो आफैमा गलत हो। किनभने यो चिज हाम्रो कानुनले अब यसलाई चाहिँ मान्दैन र हाम्रो चाहिँ कानुनको अनुसार के हो, त्यो ठुलो अपराध हो। तर अब हेर्नु, ठुल्ठुला बाँधहरू बन्ने बेलामा, ठुल्ठुला चाहिँ तपाईँको हाइवेहरू बन्ने बेलामा, ठुल्ठुला प्रोजेक्ट हुने बेलामा चाहिँ अहिले पनि लुकीछिपी त्यो कुरा दिइन्छ। तर प्रब्लम नेपालमा पनि दिइन्छ। तर प्रब्लम कहाँ आउँछ भन्नुहुन्छ भने तपाईँले एउटा राज्यको विजयको आकाङ्क्षाले राज्यको सबै चिजको लागि ठिक हुन्छ भनेर यो राजाहरूको लागि विधान थियो, यो सबै मान्छेको लागि विधान थिएन। त्यो बेलामा चाहिँ कुनै मान्छेलाई मृत्युदण्ड दिनुपर्ने व्यक्तिलाई चाहिँ एज अ नरबलीको रूपमा दिन्थ्यो पहिला। मलाई मृत्युदण्ड त जसरी पनि दिनै पर्ने हो, तर उसलाई चाहिँ त्यो मृत्युदण्ड चाहिँ कसरी दिन्छ, बलिको रूपमा दिइसकेपछि उसले पनि चाहिँ मुक्ति पायो र राज्यलाई पनि राम्रो भयो। त्यो अवैधानिक रूपमा जसलाई पनि ल्याउने त्यो चाहिँ आफैमा गलत छ र यस्तो चाहिँ हुनु हुँदैन। र शास्त्रमा चाहिँ कहिल्यै पनि तपाईँले ब्राह्मणले त्यो रूपमा दिन पनि मिल्दैन। त्यो क्षेत्रीयहरूको लागि हो, त्यो पनि स्पेसली कसको लागि त, राजाको लागि। त्यो पनि के को लागि त, राज्यको हकितको लागि, राज्यको विस्तारको लागि। र राज्यमा ठुलो विपद आइपर्यो, अब कुनै पनि तरिकाले त्यो ठिक भएन, एकदमै पावरफुल शक्तिलाई चाहिँ तपाईँले जगाउनु पऱ्यो भने त्यो बेलामा नरबली दिने विधान थियो। र तपाईँलाई पनि थाहा छ, इभन काठमाडौँमा पनि देवी हुनुहुन्छ होइन, अब उहाँलाई पनि पहिला चाहिँ तपाईँको नरबली चढ्थ्यो, अहिले पनि चाहिँ चढ्छ भनिन्छ, तर मैले चाहिँ देखेको चाहिँ छैन। ओके। अब यो जस्तो हामी त जनावरहरूको पनि पूजा गर्छौँ, गाईलाई माता मान्छौँ, अरू थुप्रै जनावरहरू हुनुहुन्छ जसलाई हामी पुज्छौँ होइन। यो हाम्रो देवताहरूको के भन्छ वाहन हो भनेर पनि पुज्छौँ होइन, अथवा यो हाम्रो माता हो भनेर पुज्छौँ। यो पुजिरहने प्रजातिहरूलाई त्यही मातालाई फेरि आमालाई चाहिँ चढाउँदाखेरि चाहिँ केही बलिहरू चाहिँ चढ्ने, यो चाहिँ अचम्म भयो। यो बलि त चढाउनु हुँदैन भनेर नेपालमा चाहिँ बलि प्रथाको विरुद्धमा आवाजहरू उठ्ने गरेको छ। त्यसैले पनि मैले यी प्रश्नहरू, शक्ति नभएको ठाउँ चाहिँ कता छ र? एउटा ढुङ्गामा पनि त शक्ति छ नि त। अहिले त्यही चाहिँ शक्ति भएको ढुङ्गालाई चाहिँ कुदेर तपाईँले घर बनाउनु हुने, यो चाहिँ तपाईँको चाहिँ जुत्ता छ होइन हो, जुत्तामा पनि त आमा हुनुहुन्छ, अनि आमालाई चाहिँ
टेक्दै हिँड्न चाहिँ हुने, अरूलाई समातेर हिर्काउन चाहिँ हुने, त्यो शक्ति नभएको ठाउँ के छ? चाहे त्यो जीवजन्तु होस्, लिभिङ बिङ्स होस्, नन लिभिङ थिङ्स हो, यो पुराका पुरा ब्रह्माण्ड नै पञ्चमहाभूतले शिव र शक्तिको मेलनै भएको छ। शिव र शक्ति नभएको यो कुनै ठाउँ छैन, कुनै एउटा कण पनि छैन जसमा शिव र शक्ति नहोस्। चाहे त्यो एनिमल होस्, चाहे त्यो ह्युमन होस्, चाहे यो ढुङ्गा होस्, चाहे यो माटो होस्, चाहे यो रुख बिरुवा किन नहोस्। अब त्यही शक्ति भएको रुख काटेर चाहिँ तपाईँले घर बनाउनु हुने, त्यही भएको सागसब्जी चाहिँ तपाईँले पकाएर खान चाहिँ हुने होइन। अनि त्यही सागसब्जीभित्र चाहिँ हजारौँ किटाणुहरू छन्, तपाईँले सट्ट मारेर फाल्दा चाहिँ तपाईँलाई पाप नलाग्ने, मच्छर मारेर फाल्नुहुन्छ तपाईँलाई पाप नलाग्ने। अनि तपाईँले चाहिँ त्यो बाख्रा काट्ने बेलामा चाहिँ ल हजुरलाई चाहिँ पाप लाग्यो भनेर चाहिँ व्यवस्था गर्छ र सुहाउँछ र कि त लागिसकेपछि सबैलाई इक्वल हो नि त। चाहे तपाईँले मच्छरलाई मारे पनि त लाग्नु पऱ्यो नि त, कि केवल चाहिँ बाख्रा काटेको बेलामा, बोका काटेको बेलामा चाहिँ पाप लाग्ने रे, अनि मच्छर मारेको बेलामा चाहिँ नलाग्ने र जुका लागेको बेलामा चाहिँ नलाग्ने भन्ने कुरा हुन्छ र। यो पाप र धर्म भन्ने चाहिँ के रहेछ फेरि? त्यो पाप कसैका लागि त्यही कुरा एकदम धर्म हुन्छ होइन। जस्तो हामीले आज यहाँ तपाईँहरूले बलि चढाउनु भयो, हामीले पनि प्रसाद खायौँ, यो लागि हाम्रो लागि धर्म भयो हो। तर यही चिज अरू कसैको लागि यो पाप हो। त्यही भएर होइन अब हेर्नु फेरि एउटै चिज कसैका लागि धर्म हुने, कसैका लागि चाहिँ पाप हुने। त्यही भएर तपाईँले कुन फ्रेमबाट हेर्दै हुनुहुन्छ भन्ने कुरा क्या। तपाईँले कालो चस्मा लगाएर हेर्नुभयो भने सबै कुरा कालै देख्नुहुन्छ, हरियो चस्मा लगाउनु भने सबै कुरा हरियै देख्नुहुन्छ, निलो चस्मा लगाउनु भने तपाईँले निलै देख्नुहुन्छ। तपाईँले पापको चस्मा लगाउनु छ सबै कुरा पाप देख्नुहुन्छ, पुण्यको चस्मा लगाउनु भने तपाईँले पुण्य देख्नुहुन्छ। भन्न खोजेको अर्थ तपाईँले पाप र पुण्य भन्ने चाहिँ जुन हाम्रो सिद्धान्त आएको छ, यो सिद्धान्त त्यति पुरानो सिद्धान्त छैन। हाम्रो ह्युमन इतिहास भनेको 2 लाख तपाईँको वर्षभन्दा चाहिँ बढी पुरानो सिद्धान्त छ भने अहिलेको यो पाप र पुण्य सिद्धान्त जुन चाहिँ यो सिद्धान्त छ, इट इज ओन्ली 5000 इयर ओल्ड। भन्न खोजेको अर्थ त्यसमा 5000 वर्षभन्दा पहिला के चाहिँ थियो कि थिएन त? पाप र पुण्य थियो कि थिएन त? शैतान भन्ने जुन एउटा शब्द छ, अथवा चाहिँ आज हामीले चाहिँ तपाईँको राक्षसहरूदेखि लिएर अरू चिज भन्छौँ जसलाई चाहिँ नेगेटिभ एनर्जी भन्छौँ, त्यसको चाहिँ सुरुवात चाहिँ कति भयो त? लगभग 4-5 हजार वर्षभन्दा पहिला भएको छैन। पहिला के हुन्थ्यो? त्योभन्दा पहिला चाहिँ देवताहरूले नै राम्रो काम पनि गर्थे, देवताहरूले नै सबै कुरा नराम्रो पनि गर्थे। देवताहरू नै के थिए? सर्वा थिए, देवताहरूकै पूजा हुन्थ्यो। अब उनीहरूले चाहिँ राम्रो गरे भने राम्रो गर्ने भयो, तपाईँले नराम्रो गर्ने भयो देवताहरूले नराम्रो थियो। बिस्तारै बिस्तारै अब देवताहरूले पनि नराम्रो गर्छन् भन्ने थाहा भइसकेपछि एउटा कसैलाई चाहिँ तपाईँको के भिक्टिम बनाउन जरुरी थियो, त्यहाँबाट शैतानको प्रवेश हुन्छ। त्यही भएर इतिहास नपढेका व्यक्तिहरूले अथवा चाहिँ तपाईँको यो के भन्छ हिस्ट्रीलाई चाहिँ राम्रो तरिकाले नजानेका व्यक्तित्वहरूले अब उनीहरूले पाप पुण्यको चाहिँ कुरा चाहिँ गर्न सुहाउँछ। तर यदि तपाईँ तान्त्रिक हुनुहुन्छ भने, यदि तपाईँले तन्त्रलाई सम्झनुहुन्छ, शिव र शक्तिलाई तपाईँले बुझ्नुभएको छ, शिव शक्तिलाई तपाईँले जान्नुभएको छ, अनुभव गर्नुभएको छ भने शिव शक्ति नभएको ठाउँ छ। यो शिव शक्ति चाहिँ हामीभित्रै हुन्छन्। एब्सोल्युटली हर चिजभित्र छन्। यो एउटा चेतना हो, एउटा शक्ति हो, बाहिर छुट्टै हुने होइन। बाहिर छुट्टै तपाईँले चाहिँ धेरै मान्छेलाई चाहिँ के लाग्छ भने शिव चाहिँ एउटा छुट्टै एउटा अलग्गै मेहको देह होला अथवा चाहिँ फिमेलको एउटा देह होला भन्ने मान्छे लाग्छ। तर शक्ति बिना शिव त के हुनु? एउटा मरेको लास हुन्। शक्ति बिना चाहिँ तपाईँको नारायणको एउटा नर मात्र हुन्। शक्ति आइसकेपछि अब जस्तै तपाईँ अहिले चाहिँ उसमा हुनुहुन्छ, सुजन हुनुहुन्छ, शक्ति छ, तपाईँले बोल्दै हुनुहुन्छ, हिँड्दै हुनुहुन्छ, शक्ति गइसकेपछि अब तपाईँ मर्नुभयो। अब शक्ति भनेपछि के तपाईँ र त्यो शक्तिको बिचमा त 2टा शरीर अलग अलग भयो त? एउटै भयो कि भएन? जबसम्म तपाईँसित त्यो इलेक्ट्रिसिटी चलिरहेछ, त्यो पावर चलिरहेछ, त्यो एनर्जी चलिरहेछ, तपाईँले चाहिँ शिव र शक्तिको मिलन हो यो त, यो स्वरूप। एब्सोल्युटली। भन्न खोजेको अर्थ यसरी बुझ्नु, शिव र शक्ति बिना कुनै पनि क्रिया, कुनै पनि चिजको क्रिएसन हुनै सक्दैन, सृष्टि हुनै सक्दैन। भनेपछि शिव र शक्ति सबै आफै हो भने फेरि तपाईँहरू के को लागि दौडधुप गरिरहनु भएको छ? हो, अब त्यही भएर हाम्रो अन्तिम गन्तव्य भनेको चाहिँ त्यो भित्र बसेको शिव र शक्तिलाई जान्नु हो। तर भित्र बसेको शिव शक्तिलाई जान्नको लागि हामीले चाहिँ के लिएर आएका छौँ त? फिजिकल बडी लिएर आएका छौँ। र फिजिकल बडीले जबसम्म देख्दैन, जबसम्म सुन्दैन, जबसम्म स्मेल गर्दैन, जबसम्म टेस्ट गर्दैन, जबसम्म फिल गर्दैन, त्यो सम्पूर्ण चिजहरू हाम्रो दिमागसँग जान सक्दैन। जबसम्म दिमागसँग जान सक्दैन हामीले के गर्छौँ? कि त धेरैले कल्पना गर्छौँ, कि त धेरैले सोच्छौँ पास्टको फ्युचरको अलग अलग चिजहरू, कि हाम्रो केमा जान्छौँ? थटमा जान्छौँ हामीहरू चाहिँ। तर हुनुपर्ने चाहिँ के थियो भने त्यो रियलमा तपाईँले एक्सपिरियन्स गर्नुपर्ने थियो कि तपाईँ स्वयं शिव हो, तपाईँ स्वयं देवी हो।
र जब तपाईँले बलि दिनुहुन्छ बलि दिने बेलामा केवल एउटा ह्युमन बनेर तपाईँ दिनुहुन्न, तपाईँ शिव बनेर भैरव बनेर चाहिँ देवीलाई चाहिँ तपाईँले बलि दिनुहुन्छ। देवी पनि हामीभित्रै छन् होइन र? एब्सोल्युटली छन्। अनि फेरि किन मूर्ति पूजा गर्छौँ? हो न हो मैले भन्न हरेक प्रश्नले फेरि प्रश्न जन्माइरहेको छ। एब्सोल्युटली एन्ड द्याट इज वाइ दिस इज सो ब्युटिफुल। हजुर यसैले आफैमा सुन्दर छ। सुन्दर किन छ भन्दा तपाईँको भित्रको संसारमा जानको लागि जबसम्म तपाईँले कुनै न कुनै चिजहरूलाई के चाहिँ लिनुपर्छ त सहारा लिनुपर्छ। त्यो सहारा नलिकन चाहिँ हामी भित्रसम्म प्रवेश गर्न सक्दैनौँ क्या। केही चिजको सहारा लिएर हामी भित्र भएको त्यो बाहिरको मूर्ति भनेको चाहिँ त्यो सहारा हो, सहारा बाटो जाने भनेको चाहिँ हो, त्यो चाहिँ बाटो मात्र हो। ए ओके 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 त्यसरी लिनु पर्यो यसलाई। एब्सोल्युटली यस। अब असली शक्ति चाहिँ भनेको तपाईँ भित्रै हो, बाहिर खोजेर पाइँदैन। बाहिर गएपछि के हुन्छ, तपाईँ प्लासिबो हुन्छ, त्यो चिजमा ट्रिगर छिटो हुन्छ, तपाईँलाई चाहिँ त्यो शक्ति प्राप्त गर्न छिटो हुन्छ। भन्न खोजेको अर्थ मान्नुहोस्, तपाईँको चाहिँ एउटा ताल छ होइन, एकदम मैलो ताल छ र एक ठाउँमा जानुभयो भने त्यहाँ चाहिँ त्यो पानी चाहिँ जति बेला पनि बगे हुन्छ। त्यो तालको पानी पनि त्यो ठाउँमा पुगेपछि बग्न सुरु गर्छ अब होइन। यो शक्तिपीठ भनेको मन्दिर भनेको चाहिँ त्यो बग्दै गरेको पानी हुन्। जतिसुकै थिर भएर बसे पनि त्यहाँ गइसकेपछि तपाईँलाई चाहिँ बग्न सुरु गर्नुहुन्छ क्या। बुझ्नुभयो कि बुझ्नुभयो? त्यही भएर बिचमा चाहिँ शक्तिपीठ जानुपर्छ। किन भन्दा तपाईँको रोकिएको शक्तिलाई पनि उसले बगाइदिन्छ। तपाईँ रोकिएको शक्ति, छेकिएको शक्ति अथवा कसैले बाँधिएको शक्ति त्यहाँ गएर तपाईँ बसिसकेपछि त्यो फोर्सले तपाईँलाई थुतेर तानेर शक्तिले त्यसलाई धक्का दिने भयो। हजुर त्यही भएर तपाईँलाई बग्न सजिलो हुने भयो, त्यसैले तपाईँलाई प्राप्त गर्न सजिलो हुने भयो र तपाईँलाई यो पनि सजिलो हुने कि तपाईँको मेन स्वरूप के हो त त्यो प्राप्त हुने भयो। अब त्यसैको लागि चाहिँ यो जुन साधना गर्दाखेरि नबोलिकन आँखा चिम्म गरेर ध्यान गर्ने यो चिजहरूले चाहिँ आफैभित्र भएको शक्तिलाई पहिचान गर्नको लागि अथवा जगाउनको लागि यो सब चिज गर्ने होइन त? एब्सोल्युटली। अब हेर्नुहोस्, म तपाईँलाई चाहिँ तन्त्रको एउटा चाहिँ विशेष कुरा खोल्दैछु। ओके। तपाईँको रुद्र यामल तन्त्र भन्ने एउटा एकदमै चाहिँ तपाईँको तन्त्रको भित्रको एकदम गोप्य तन्त्र छ रुद्र यामल तन्त्र। अब त आजकल मान्छेको बिचमा छ तपाईँको उत्तरायण र चाहिँ हजुरको दक्षिणायन बुकमध्ये चाहिँ उत्तरखण्ड मात्र चाहिँ धेरै मान्छेको हातमा छ। त्यो रुद्र यामल तन्त्रभित्र चाहिँ तपाईँले पाउनुहुन्छ के भन्छ विज्ञान भैरव तन्त्र पाउनुहुन्छ। विज्ञान भैरव तन्त्रलाई चाहिँ तपाईँको ओशोले चाहिँ फलो गर्नुपर्छ। उहाँका चाहिँ आफ्नै लेक्चरहरू छन्, श्री श्री रविशङ्करका आफ्नै लेक्चरहरू छन्, तपाईँको चाहिँ जग्गी वासुदेवजीका आफ्नै चाहिँ सद्गुरुका आफ्नै लेक्चरहरू छन्। जति पनि गुरुहरू छन् तिनीहरूले फलो गर्ने, जति पनि ध्यान छन्, मेडिटेसन छन्, तपाईँले जे भन्नुहोस् संसारमा गुरु भनेर गराउने ध्यानहरू छन्, तिनीहरूका चाहिँ जुन एउटा बेसिक टेक्स्ट बुक के हो त त्यो चाहिँ विज्ञान भैरव तन्त्र हो। र त्यो विज्ञान भैरव तन्त्रमा चाहिँ भैरवले अथवा शिवले चाहिँ मेरो मूर्ति यस्तो छ, मेरो यति एउटा हात छन्, म फलाना ठाउँमा बस्छु भनेर भन्दैनन्। उनले के भन्छन् त भन्दा यदि तिमी यो ब्रह्माण्ड जान्न चाहन्छौ, शिवशक्ति के हो भनेर तिमी चाहिँ शक्तिलाई जान्न चाहन्छौ भने यी अलग अलग विधिका माध्यमबाट तिमीले अलग अलग ठाउँमा तिमीले अनुभूति गर्न सक्छौ। जस्तै सास तिमीले लिन्छौ र सास छोड्नुको बिचको मानौ त्यो सास आयो होइन, अब फर्केर फेरि उस जान्छ, बाहिर जान्छ, यो बिचको डिस्टेन्स, आउनु र जानुको बिचको डिस्टेन्स। फेरि थलोबाट जब तिमीले सास छोड्यौ र त्यो सास आउँछ, त्यो जानु र आउनुको बिचको डिस्टेन्समा चाहिँ र तिमीले मलाई फिल गर्न सक्छौ। त्यो भनेको के हो त भन्दा त्यसै गरी 112वटा चाहिँ उहाँले के चाहिँ दिएका छन् त विधान दिएका छन्, जसको माध्यमबाट उनले यो भन्दैनन् कि मेरो हातमा त्रिशूल छ, मैले चाहिँ भस्म गर्छु, मैले चाहिँ कुण्डल लगाउँछु, मेरो हातमा खड्ग छ, मैले चाहिँ रगत पिउँछु भनेर चाहिँ भैरव र भैरवले भन्दैनन्। भनेको हामीले मेन स्वरूप चाहिँ हामीले भगवान प्राप्त गर्ने भनेको ती विधिहरूको माध्यमबाट चाहिँ यदि तपाईँले चाहिँ बलि दिए पनि नदिए पनि के हुन्छ त ती विधिको माध्यमबाट तपाईँले चाहिँ त्यो भगवान प्राप्ति चाहिँ गर्न सक्नुहुन्छ। तर त्यो पनि के हो त तन्त्रको पाठ हो। जब तपाईँ बलिदेखि लिएर हरेक चिज गर्नुहुन्छ यसमा के हुन्छ त तपाईँ पाप र पुण्यभन्दा जब तपाईँ माथि बसेर चिजलाई हेर्न थाल्नुहुन्छ बल्ल तपाईँले चाहिँ यो हामीलाई जुन बनाएको छ नि कन्डिसनिङ अफ माइन्ड, बुझ्नुभयो नि? पाप र पुण्य भन्दा पनि माथि बसेर हेर्ने अलि पर जाने त्यसैमा अड्केर नबस्ने। त्यो पाप र पुण्यमा अड्किसकेपछि मान्नुहोस्, मैले एउटा तपाईँले सामान्य इक्जाम्पल दिएँ। यदि तपाईँले टियुमा काम गर्नु छ भने तपाईँले पाउने क्वार्टर भनेको कहाँ हो? टियुमै हो।
यदि तपाईँ चाहिँ हस्पिटलको स्टाफ हुनुहुन्छ भने तपाईँको क्वार्टर कहाँ हुन्छ त हस्पिटलसँग सम्बन्धित हुन्छ। तपाईँले ब्रह्माजीको सेवा गर्नुहुन्छ भने तपाईँको बादमा पाउने क्वार्टर कहाँ हो त ब्रह्मालोक हो। विष्णुजीको सेवा गर्नुभयो तपाईँले पाउने क्वार्टर भनेको कहाँ हो वैकुण्ठ हो। शिवजीको चाहिँ तपाईँले चाहिँ सेवा गर्नुहुन्छ भने तपाईँले पाउने क्वार्टर कहाँ हो त कैलाशमा न हो। धेरै जसो मान्छेले के ब्रह्मा विष्णु महेशको चाहिँ उ गर्छन् त तल कसको गर्छन् तिनीहरूले यमराजका दूत यमराजका सेक्रेटरी चित्रगुप्तको गर्छन्। हाम्रो 33 कोटी देवी देवताहरूमध्ये चित्रगुप्तको मात्र काम हो कि तपाईँको कर्मको लेखाजोखा गर्ने। बुझ्नु होला कसको चित्रगुप्तको मात्र काम हो। अरू न ब्रह्माले हेर्छन् न विष्णुले हेर्छन् न कालीले हेर्छन् न दुर्गाले हेर्छन् न इन्द्रले हेर्छन्। केवल चित्रगुप्तको काम हो कि तिमीले कर्म के गर्यौ तिमीले राम्रो गर्यौ कि नराम्रो गर्यौ। अब तिमीले अरूलाई चाहिँ जजमेन्ट गर्न थाल्यौ भने तिमीले काम चाहिँ कसको गर्दै रहेछौ त चित्रगुप्तको गर्दो रहेछ। बाहिर अगाडिपट्टि विष्णुको लागि हात जोड्ने तर काम चाहिँ कसको गर्ने चित्रगुप्तको नि हो कि होइन। तिमीले पैसा चाहिँ चित्रगुप्तको खाने। अब तिमीलाई चाहिँ तिमीले जतिसुकै गरेर होइन 10औं घन्टा ध्यान गरे पनि तिम्रो क्वार्टर चाहिँ तिमीले पाउने भनेको के हो त त्यही नर्क हो कि होइन। क्लियर छ नि होइन। हजुर जस्तो यो शमशान साधना को चाहिँ मुख्य उद्देश्य चाहिँ के हुन्छ यसले चाहिँ के प्राप्त हुन्छ भन्ने कुरा अर्को तपाईँहरूले यो होल सबै चिज गरेको शमशान साधना होइन त। हजुर शमशान साधना भनेको सबैभन्दा पहिला पनि अब तिमीले अध्यात्ममा धेरै मान्छेलाई के हुन्छ त फियर हुन्छ क्या डर हुन्छ। डर के को मैले राम्रो गर्छु कि गर्दिनँ गुड ब्याड त्यसपछि राम्रो शक्ति कि नराम्रो शक्ति भूत कि देवता कि होइन त्यसपछि चाहिँ अब पाप कि पुण्य कि सबै चिजको मान्छेलाई के छ हुन्छ त एउटा फियर हुन्छ। जबसम्म त्यो फियरबाट तिमी अगाडि बढ्दैनौ कि तिमी साँच्ची रूपमा चाहिँ आध्यात्मिक सफलता चाहिँ के तिमीले चाहिँ प्राप्त गर्न सक्छौ त द एन्सर इज नो। शमशानमा गइसकेपछि तिमीले के गर्छौ त त्यो फियरलाई चाहिँ तिमीले देख्छौ। हामीले तिमीलाई एक्लै छोड्छौँ शमशानमा त्यो पनि जागृत गरेर। अब जति पनि तिमीलाई डर आउनु छ तिम्रो अगाडि आउँछ। अब के गर्छौ त तिमीले त्यो साधनाको माध्यमबाट आफ्नो डरभन्दा अगाडि जित भन्छौ नि त्यो चिज चाहिँ बल्ल पहिलोचोटि आउँछ। डरलाई जितिन्छ बल्ल। त्यही भएर चाहे त्यो झाँक्री परम्परामा होस् त्यो धामी परम्परामा होस् चाहे त्यो बोक्सी परम्परामा नै किन नहोस् चाहे अथवा चाहिँ नाच सम्प्रदायमा नै किन नहोस् सबैभन्दा पहिलो साधना केमा गरिन्छ त शमशानमा गरिन्छ। त्यही भएर त शिव र काली कहाँ बस्छन् त शमशान घाटमा मात्र बस्छन्। त्यो जस्तो चिहानमाथि गरेर बस्दाखेरि पनि त्यही प्राप्तै त्यही हो भनेको। त्यो त स्टार्टिङ हो। त्यो चाहिँ स्टार्टिङ हो। बल्ल यात्रा त्यहाँबाट सुरु हुने हो। त्यसपछि त्यसमा अलग अलग किसिमका सिद्धिहरू प्राप्त हुने भयो। त्यो सिद्धिहरूको विषयमा चाहिँ बढी नजाउँ किनभने अब धेरै मान्छेलाई चाहिँ के लाग्छ भने अब त्यो हो हामीले चाहिँ मान्छेलाई मसान सिद्धि पनि गराएका छौँ वीर सिद्धि पनि गराएका छौँ आफ्नो ठाउँमा छ। तर स्टार्टिङ भनेको मसान सिद्धि होइन स्टार्टिङ भनेको वीर सिद्धि होइन। स्टार्टिङ भनेको के हो त यु क्यान फेस योर ओन फियर। जब तिमी शमशानमा एउटा मरेको लासमाथि बसेर एकान्तमा रातको 12 बजे र 2 बजेको बिचमा चाहिँ तिमी एक्लै त्यो खोलाको आवाजसँगै होइन जुन चिजहरू तिम्रो अगाडि उत्पत्ति हुन्छन् तिमीले तब त्यसलाई फेस गर्न सक्छौ एक्लै त्यो पनि नमसी र लाइफका ल भोलि के हुन्छ भने डरले अब तिमीले गर्न सक्छ त होइन। म भोलि मरेँ भने के होला मेरो बालबच्चाले माया गरेन भने के होला मसँग पैसा भएन भने के होला ती सबै ती होला नहोला तर मान्छेहरू केमा बाँचिरहेछन् कल्पनामा बाँचिरहेछन्। हुँदै नभएको दिमाग हुँदै नभएको त्यो पिर चिन्ताहरूदेखि एन्जाइटी मान्छेलाई छ केमा त यो दिमागमा भरिएको छ न हो। सो द्याट्स व्हाई शमशान साधना विल हेल्प यु टु रिमुभ अल अफ द्याट। यसमा चाहिँ एकदम न्यू एक्सपिरियन्स भयो हामीलाई चाहिँ नयाँ कुराहरू फिल गर्ने नयाँ इनर्जी एक्सपिरियन्स गर्ने मौकाहरू पाइयो होइन। डिफ्रेन्ट ठाउँमा हामीले गऱ्यौँ होइन। मलाई लाग्छ यसले अब अर्को एउटा ट्रान्सफर्मेसन केही गरेको छ भन्ने लागेको छ मलाई चाहिँ। दिपक गुरुसँग हल्का 5-6 वर्षदेखि जोडिरहेको छु होइन। उहाँलाई एकदम मजा लाग्छ मलाई उहाँसँग जोडेर साधना गर्नलाई होइन। मलाई म साधना गर्दा यस्तो लाग्छ कि एकदम हाई इन्टेन्समा भए जस्तो लाग्छ होइन। एकदम इनर्जाइज भएर गराउनुहुन्छ क्या उहाँले। तन्त्र साधना गर्ने मानिसहरू अथवा आध्यात्मिक मानिसहरू चाहिँ साधारण मान्छेभन्दा जुन साधारण जीवन जिउँछन् हामीहरू त्यो जिउँछौँ त्योभन्दा फरक दुनियाँको मान्छे हो। यो हामी सबै एउटै दुनियाँको होइन। तपाईँहरूले गर्ने एक्सपिरियन्स छुट्टै हुन्छ तपाईँहरू हुने खुसी फरक कुरामा हुन्छ अनि हामी हुने खुसी चाहिँ फरक कुरा हुन्छ भनिन्छ। दुनियाँ एउटै हो कि फरक फरक दुनियाँकै मान्छे हो? दुनियाँ चाहिँ एउटै हो हजुर तर फरक चाहिँ कस्तो हुन्छ भने एउटा 5 वर्षको बच्चालाई चाहिँ तिमीले के दियो त क्याडबडी दियो अब उसको खुसी कति हुन्छ 7औं आसमान पर हुन्छ
तर के एउटा क्याडबरी लिएर के तिमी उसँग हुन्छ त खुसी हुन्छ त दुनियाँ त एउटै थियो नि त तर उसले के चिज उसको लागि भ्यालुएबल थियो त उसको थट प्रोसेस के थियो उसको संस्कार के थियो र उसले जीवनमा के चिज प्राप्त गर्न चाहन्थ्यो भनेको तिमीले प्राप्त गर्ने चाहेको चिज र उसले प्राप्त गर्ने चाहेको चिजमा चाहिँ आकाश जमिनको फरक हो त्यस्तै गरी अध्यात्म सबै मान्छेहरू एउटै हुन् सबै यसै संसारका हुन् के तन्त्र गर्ने मान्छे कहिले पनि मर्दैन नि त त्यही त मर्छन् स्वामी विवेकानन्द मरे रामकृष्ण परमहंस मरे जितना पनि होइन तपाईँको 63 अघोरीदेखि लिएर होइन तपाईँको जति पनि ठुल्ठुला अघोरीहरू छन् जति पनि ठुल्ठुला तान्त्रिकहरू छन् तिनीहरूको सबैको मृत्यु भयो त्यही भएर लोक एउटै हो समय मानिसहरू एउटै हुन् तर डिफ्रेन्स के हो त भन्दा तपाईँको मानसिकता तपाईँको थट प्रोसेस र तपाईँको विचारहरूसँग अलग हुन् र तपाईँले प्राप्त गर्ने एक्सपिरियन्सेसहरूसँग अलग हुन् भनेको एउटै चिजलाई देख्ने बेलामा पनि कसैले 6 देख्न सक्छ र चाहिँ कसैले 9 देख्न सक्छ कुनै एउटा शक्ति आयो अगाडिपट्टि भने इफ समवन इज भेरी सेन्सिटिभ उसले सेन्स गर्ने कुरा अलग हुनसक्छ र तिमी एकदम कम्प्लिटली लजिकल छ उसलाई चाहिँ उसँग जित्न सक्छौ भने अब उसले जित्न सक्यो भने तिमी उसको कन्ट्रोलमा भयो अब तिमीले जित्न सक्यौ भने ऊ तिम्रो कन्ट्रोलमा भयो भन्न खोजेको अर्थ इफ यु आर मेन्टली फिजिकली इमोसनली स्ट्रङ्गर होइन तन्त्रमा चाहिँ तिमीलाई फाइदा हुन्छ बढी पहिलो चिज सेकेन्ड चिज राइट ओके सो इट इज अल्सो भेरी इम्पोर्टेन्ट जबसम्म तिमीले कुनै न कुनै सफलता रियल लाइफमा प्राप्त गरेका हुँदैनौ तिमीले तन्त्रमा पनि गएर सफलता प्राप्त गर्न सक्दैनौ भनेको तिमी अहिलेको नर्मल लाइफमा पनि अनसक्सेसफुल छौ भने तन्त्रमा पनि अनसक्सेसफुल हुन्छौ किनभने तिमीसँग त्यो रियल लाइफमा सफलताको मतलब के हो सफलता प्राप्त गर्ने बेलामा कुन किक प्राप्त हुन्छ भने जुन कुरा छ तिमीसँग त्यो डाटा नै छैन सफलता चाहिँ के हो फेरि सफलता इज स्टेट अफ माइन्ड स्टेट अफ माइन्ड भनेको मान फेरि सफलता भन्ने कुरा चाहिँ पैसा सम्पत्ति होइन घर गाडी भन्ने बुझिन्छ नि त सो दे आर द बाई प्रडक्ट हो अहिलेको टाइममा चाहिँ अब पहिला चाहिँ के थियो त तिमीले धेरै विद्याता हासिल गर्यो भने पहिला सफलता मानिन्थ्यो पहिला के थियो त तिमीले धेरै मान्छेलाई चाहिँ च्यारिटी गर्यौ भने अब त्यसलाई त सफलता मानिन्थ्यो अहिलेको लागि चाहिँ के छ त सबै मान्छेको आफ्नो घर भयो आफ्नो गाडी भयो भने ब्याङ्कमा चाहिँ बढी पैसा भयो भने सफलता मानिन्छ भनेको समय अनुसार चाहिँ सफलताको परिभाषा के चाहिँ हुने रहेछ त बदलिने रहेछ तपाईँले भनेको सफलता त यो होइन मैले के भने तन्त्रमा तिम्रो घर जग्गा गाडीदेखि लिएर ती सम्पूर्ण चिज देयर जस्ट अ बाई प्रडक्ट तिनीहरू चाहिँ बाई प्रडक्ट यदि तिमी तान्त्रिक हुने तिम्रो साथमा ती सबै कुरा हुन्छन् नै अटोमेटिकली आउँछन् नै तिमी त्यसको पछाडि जानु पर्दैन ओके अनि साधना नगर्ने मानिसहरू चाहिँ त्यही क्याटबडीमा खुसी हुने बच्चाहरू जस्तै हो त एब्सोल्युटली अब उनीहरूलाई चाहिँ क्याटबडीमा खुसी हुन चाहन्छ त खुसी हुन देऊ न हुन चाहिँ बच्चाहरू त्यही क्याटबडीमै खुसी हुने एब्सोल्युटली एउटा बाँदरलाई तिमीले गएर पैसा दियो भने के त्यो बाँदरले चाहिँ पैसा चाहिँ चुज गर्छ कि केरा चुज गर्छ उसलाई चाहिँ ऊ केरामा खुसी हुन्छ म त केरामा खुसी हुन देऊ न So why should, right? Okay, we get bothered about them. They are happy on their own way. Let us be happy on our own way. हामीले अरू कसैलाई बदल्नको लागि हामीले कसैलाई चेन्ज गर्नको लागि चाहिँ थोडी आएका हौँ यहाँ तर तपाईँले फेरि हेपिरहनु भएको छ जस्तो देखियो बच्चा भनिदिरहनु भएको छ बाँदरसँग कम्पेयर गरिदिरहनु भएको छ रिसाउनु होला नि साधना नगर्ने होइन अब यदि हजुरले आफैले आफूले बाँदरै सोच्नुहुन्छ भने त क्षमा गर्नु मान्छे सोच्नुहुन्छ भने यो तपाईँको लागि होइन ओके जुन यो मसान घाटमा अझ यो दोलाल घाटमा त्यो ठाउँलाई पनि शक्तिशाली प्लेस भनेर चाहिँ चिनिन्छ तपाईँहरूले गरेको साधनामा चाहिँ केही डिफ्रेन्ट एक्सपिरियन्स भयो त्यहाँनिरको विशेष एक्सपिरियन्स चाहिँ धेरै प्रकारको एक्सपिरियन्स भयो मैले तपाईँलाई सुनाउन मिल्ने एक्सपिरियन्स मात्र म तपाईँलाई भन्छु अरू चिज चाहिँ यो क्यामेराको बिहाइन्डमा चाहिँ म तपाईँलाई सुनाउला ओके पहिलो चिज चाहिँ जब उहाँले त्यो एक्सपिरियन्स गर्दै हुनुहुन्थ्यो अथवा त्यो साधना गर्दै हुनुहुन्थ्यो उहाँहरूको लागि चाहिँ वरपर के आएको चाहिँ लगभग सबैजनाले फिल गर्नुभयो त्यसपछि उहाँले आवाज दिने बेलामा त्यो शक्तिले पनि आवाज दिन थाल्यो
सबैभन्दा राम्रो एक्सपिरियन्स भनेको यदि तपाईँले कुनै कुरालाई जागृत गर्दै हुनुहुन्छ र त्यो चाहिँ जागेर आएको छ भने उसले तपाईँलाई केही न केही चाहिँ सिग्नल दिने भयो र त्यो सिग्नल चाहिँ अलमोस्ट सबैजनाले चाहिँ प्राप्त गरे। अब कुनैले देखे, कुनैले आवाज सुने, कुनैले त्यसको एक्सपिरियन्स गरे, फिलिङ गरे र कुनैलाई उसले आएर सिधै भनिदियो कि तैँले के चिजमा चाहिँ गल्ती गरेको पनि छस् है। सो द्याट इज समथिङ राइट। ओके, आई मिन उनीहरू इन्डियाबाट यति टाढाबाट त्यही चिज एक्सपिरियन्स गर्न नै आएका हुन्। ओके, यो हवनको मतलब चाहिँ के हो? जस्तो हवनहरू गरिन्छ, अब कतिलाई थाहा पनि होला, कतिलाई थाहा छैन पनि होला। हवन चाहिँ किन गरिन्छ खासमा? हवन भनेको चाहिँ नर्मली देवताहरूलाई चाहिँ हामीले आहुति दिन्छौँ, चाहे त्यो देवता होस् अथवा कुनै पनि शक्तिलाई चाहिँ हामीले खाना खुवाउने भन्ने अर्थ लाग्छ कि। अब मान्नुहोस् यदि तपाईँले चाहिँ कुनै पनि मन्त्रको चाहिँ 1000चोटि तपाईँले चाहिँ मन्त्र जप गर्नुभयो भने 1000चोटि मन्त्र जप गरिसकेपछि तपाईँले त्यसको दशांश भनेको त्यसको 10% चाहिँ तपाईँले के चाहिँ गर्नुहुन्छ त हवन गर्नुहुन्छ, आहुति दिनुहुन्छ। 10% भनेको 1000को 10% भनेको 100 चाहिँ तपाईँले आहुति दिनुभयो। के को लागि? देवताहरूको लागि। कुन देवताहरूको लागि? जुन त्यो मन्त्रमा छन्, जसले त्यो शक्ति दिएका छन्। त्यसपछि तपाईँले त्यसको 10% चाहिँ पनि फेरि के चाहिँ गर्नुहुन्छ? तर्पण गर्नुहुन्छ। भनेको तर्पण भनेको कसको लागि? तपाईँका पितृहरूको लागि। मैले यति चाहिँ गरेँ, यो चिज चाहिँ मैले तिमीलाई दिँदैछु है, फर द ग्रेटिट्युड अफ एन्सेस्टर। किनभने तपाईँका पितृहरू छन्, त्यसैले तपाईँ हुनुहुन्छ। त्यसको 10% फेरि तपाईँले के चाहिँ गर्नुहुन्छ त? मार्जन गर्नुहुन्छ। मार्जन भनेको तपाईँले आफैलाई चाहिँ ल मेरो शरीरले जुन हेल्प गर्यो, जुन मलाई यो साधनाको लागि सपोर्ट गर्यो, म त्यसको प्रति पनि नतमस्तक छु है, म चाहिँ उसको ग्रेटिट्युड छु भनेर चाहिँ आफैलाई पनि तपाईँले के गर्नुहुन्छ? सम्मान गर्नुहुन्छ। त्यसपछि त्यसको 10% चाहिँ अब तपाईँले के चाहिँ गर्नुहोस् त? ब्राह्मण भोजन गराउनुहुन्छ। यहाँ पे ब्राह्मण भोजन भनेको चाहिँ वास्तवमा के हो त? दिन दुखीदेखि लिएर जोसँग खानको लागि पनि छैन उनीहरूलाई तपाईँले गएर खाना खुवाउनुहुन्छ, जसले गर्दा के हुन्छ भने उसको पेट चाहिँ अगाउँछ। अगाइसकेपछि उसले अब तपाईँलाई आशीर्वाद दिन्छ। त पैसा दिनु आशीर्वाद र पेट भरेपछि दिनुको आशीर्वादमा चाहिँ आकाश जमिनको डिफ्रेन्स। त्यो बढी खुसीले दिएको जस्तो भयो। एब्सोल्युटली। तान्त्रिकहरूसँग त्यो यस्तो गरिदिँदाखेरि चाहिँ भस्म गरिदिने होइन, एकअर्कालाई जोडाउन सक्ने, छुटाउन सक्ने अथवा सिद्ध गरिदिन सक्ने त्यो लेभलको शक्तिहरू पनि हुन्छ। त्यो लेभलका शक्तिहरू हुन्छन्, तर हुन्छन् भन्दै गर्दा तर आजकल कति व्यक्तिसँग छ भन्ने कुरा चाहिँ सबैभन्दा मेन प्रश्न होइन। नत्र मान्नुहोस् कसैले चाहिँ भन्छ ल म चाहिँ वशीकरण गरिदिन्छु, यो गरिदिन्छु, ऊ गरिदिन्छु, उसको आफ्नो घर गएर हेर्नुहोस् त उसको अवस्था कस्तो छ। के उसले चाहिँ वशीकरण गर्न सक्ने भयो? उसको चाहिँ श्रीमान श्रीमतीहरू चाहिँ मिलेर बस्दै कि बस्दैनन् होला होइन। यदि उसले चाहिँ जस्तो शक्तिलाई पनि बस गर्न सक्छु भनिराखेको बेलामा उनीहरूका चाहिँ कतिजना मान्छेहरूसँग उनीहरूको सम्बन्ध राम्रो छ त? सो हामीले भनेको र चाहिँ सुनेको भन्नुभन्दा पनि लेट अस सी देम होइन। उनीहरूको इक्जाम्पल चाहिँ हामीले हेरौँ कि उनीहरूको लाइफ चाहिँ कस्तो छ। अब भन्न त मान्छेहरूले चाहिँ के भन्छ, नेपाललाई सिङ्गापुर पनि बनाइदिन्छु भने होइन, स्विजरल्यान्ड बनाइदिन्छु भने के उससँग गरेर के उनीहरूको व्यवहार पनि त्यस्तै थियो त कसैले म सिद्ध हुँ के भन्नुपर्छ र सिद्धलाई? कि शिवपुरी बाबाले अथवा चाहिँ जति पनि पाइलट बाबाले ल म सिद्ध हुँ, म चाहिँ यज्ञ हुँ भनेर खैले गरेका छन् र भनेका छन् र। एउटा बाघलाई अथवा एउटा सिंहलाई चाहिँ म सिंह हो भनेर चाहिँ तपाईँको सर्टिफिकेसन देखाउन जरुरी छैन क्या। उसको धार नै काफी हुन्छ कि यो चाहिँ सिंह हो भन्नको लागि। सूर्यलाई चाहिँ ल म सूर्य हुँ भनेर उसले चाहिँ भनिराख्नु पर्दैन क्या। उसले जब प्रकाश दिन्छ अटोमेटिकली मान्छेलाई थाहा हुन्छ कि के हो यो सूर्य हो। यदि तपाईँसँग सिद्धि छ, तपाईँसँग ज्ञान छ, ध्यान छ, तपाईँसँग साधना छ भने तपाईँले भनिराख्नु पर्दैन कि मसँग ज्ञान छ। त्यो अटोमेटिकली आफै प्रकाशित हुने चिज हो नि त। त्यो प्रकाशित भइसकेपछि तपाईँलाई थाहा हुन्छ हो त्यो व्यक्तिसँग गइसकेपछि मेरो मन भट्किएर मेरो मन शान्त भयो हो भनेपछि त्यो व्यक्तिसँग केही न केही त छ है। त्यो व्यक्तिसँग केही न केही सिद्धि छ भनेर त अब चाहिँ बुझ्नु पऱ्यो कि परेन। तर यो कस्तो शक्ति हो जुन चिज चाहिँ भनिरहन पर्ने अनि फेरि विश्वास गर्नुपर्ने? भएको चिजलाई विश्वास गर्न पर्दैन नि खासमा। जस्तो पानी परिरहेछ, पानी त पानी हो, सक्यो। घाम लागिरहेछ, घाम हो, घाम छ भनेर विश्वास गर्न परेन। पानी छ भनेर विश्वास गर्न परेन। जमिन छ भनेर विश्वास गर्न परेन। शरीर छ भनेर पनि विश्वास गर्न परेन। तर तन्त्र छ अथवा साधना छ, त्यहाँ शक्ति छ भन्ने कुरा चाहिँ विश्वास गर्न पर्ने न हो।
त्यही भएर हामीले चाहिँ के गर्छौँ त भन्दा यस्तै प्रकारका एक्सट्रिम साधनाहरू गराउँछौँ। हामीले के भन्छौँ तपाईँ एकचोटि आएर गरेर हेर्नुहोस्, तपाईँलाई चाहिँ एक्सपिरियन्स भयो भने विश्वास गर्नुहोस्, एक्सपिरियन्स भएन भने तपाईँले विश्वास गर्नु जरुरी छैन। जबसम्म मैले भनेर तपाईँ यो आध्यात्मिक यात्रामा आउने हो र, द्याट सुड बी योर ओन कलिङ। तपाईँको आफ्नो कलिङ हुनुपर्छ, तपाईँको आफ्नो एक्सपिरियन्स हुनुपर्छ, तपाईँलाई त्यो एक्सपिरियन्स हुनुपर्छ जसको माध्यमबाट तपाईँ चाहिँ फेरि भड्कने जोखिम चाहिँ कम हुन्छ। यदि कसैको लहलैमा गएर तपाईँ आउनुभयो भने त्यो 2 दिन चाहिँ तपाईँ चाहिँ जबसम्म त्यो मोटिभेसन छ जानुहुन्छ, त्यसपछि फेरि होइन तपाईँको रातको जोगी फेरि घर आयो भने जस्तो ठुला मान्छेहरू जो चाहिँ एकदम सफल छन्, धनाढ्य छन् अथवा शक्तिशाली छन्, उनीहरू पनि पूजापाठ गर्नेदेखि लिएर यो समयसँग हिँड्ने, जस्तो भर्खर बालेन शाह प्रधानमन्त्री हुनुभयो, उहाँले टक 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 समय हेराएर 2:34 12 खोइ कति भनेर 12:34 2:15 यस्तो यस्तो यो समय नापतौल गरेर अनि फेरि त्यो के भन्छ त्यो बटुकरलाई मन्त्र उच्चारण गर्न लगाएर यो 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 सब चिजले चाहिँ के शक्ति मान्छेलाई माथि लानलाई हेल्प गर्छ अथवा शक्तिशाली बनाउन अथवा सफल भनेको देखिने सफल जुन भन्नुभयो नि अघि हामीले कुरा गऱ्यौँ नि सफलताको नि प्रकार हुन्छन्, तर यस्तो खाले सफलता अब मान्नुहोस् यसलाई चाहिँ सजिलो तरिकाले तपाईँ जुन बाटोमा जाँदै हुनुहुन्छ, यदि खोला पनि त्यही बाटोमा जाँदैछ भने अब तपाईँलाई चाहिँ त्यो खोलाले छिट्टै बगाएर लैदिन्छ तपाईँको यात्रासम्म। हजुर, यदि तपाईँ जाँदै गरेको बाटो र कहीँ खोलाको गति चाहिँ अलग छ भने अब तपाईँले जति मेहनत गर्नुहुन्छ त्यो मेहनत गरे पनि तपाईँ बढी थाक्नुहुन्छ, त्यो वहाँसम्म पुग्नुहुन्न। भनेको त्यो टाइमिङ भनेको चाहिँ के हो त, तपाईँले हेराउनुहुन्छ लिएर सम्पूर्ण टाइमिङहरू जब तपाईँले देख्नुहुन्छ तपाईँको यात्रा के हो, तपाईँको गन्तव्य के हो। यदि त्यो गन्तव्यमा कुनै शक्ति त्यही तपाईँकै गन्तव्यतिर जाँदैछ भने अब तपाईँलाई त्यो शक्तिले पनि हेल्प गर्ने भयो। त्यही भएर बालेन शाहले जे गर्नुभयो एब्सोल्युटली हो, उहाँले हेराएर गर्नुभयो एन्ड हि इज हिमसेल्फ इज एस्ट्रोलोजर। उहाँले 6 वर्ष कि अथवा 7 वर्ष पहिलाको उसमा चाहिँ भन्नुभएको थियो अन्तर्वार्तामा कि मैले एस्ट्रोलोजी पनि हेर्छु भनेर भन्नुभएको थियो। हि नो हाउ टु सी द टाइम। भन्न खोजेको अर्थ यदि त्यत्तिकै सफल भएको त होइन होला नि त, यत्तिकै चाहिँ मान्छेको बिचमा क्रेज आएको त होइन होला नि त। नत्र बालेन शाह भन्दा राम्रो काम गर्ने मान्छेहरू पनि त थिए नि त। तर बिकज हि नो देयर आर एनर्जिज हु क्यान हेल्प हिम राइज। नेपाल तन्त्रको भूमि हो, जबसम्म तपाईँले तन्त्रको युज गर्नुहुन्न, जबसम्म शक्तिको सही सदुपयोग गर्नुहुन्न, जबसम्म ती शक्ति बैठेर तपाईँले मनाउनुहुन्न, तपाईँ सफलतामा कहिले पनि तपाईँ प्राप्त गर्नुहुन्न। राज संस्था किन गयो? तिनीहरूले ती जुन शक्तिले तिनीहरूलाई त्यो राज संस्थालाई रोकिराखेको थियो उनीहरूले तिनै शक्तिको अवहेलना गरे। जस्तै मान्नुहोस्, मैले एउटा इक्जाम्पल म तपाईँलाई भन्छु। लगभग हाम्रो नेपालको राज संस्थाबाट चाहिँ हाम्रो गाउँको जुन कोटको मन्दिरमा चाहिँ हरेक वर्षको चाहिँ तपाईँको अष्टमीको दिनमा के आउँथ्यो त, बलि आउँथ्यो। के आउँथ्यो? बलि आउँथ्यो। बलि, ए ओके। राज संस्थाबाट चाहिँ त्यो एउटा चाहिँ सरकारको माध्यमबाट आउँथ्यो बलि, दरबारबाटै जान्थ्यो। भनेको नेपालका केही त्यस्ता शक्तिशाली मन्दिरहरूमा चाहिँ पहिला राज संस्थाको माध्यमबाट ती बलिहरू जान्थे र जसरी जसरी ती बलिहरू रोकिए, चाहे तिनीहरूको स्वार्थकोले रिजनले हुनसक्छ अथवा बलिहरू रोकिए, हामीले कतिचोटि उनीहरूलाई सम्झाउने चेष्टा गऱ्यौँ कि तपाईँले जुन पहिलेबाट दिँदै आएको चिज चाहिँ नरोक्नुहोस्। हार्डली तपाईँहरूको लागि 20-30 हजारको खर्च त हो, 20-30 हजारमा त्यो बेला त पाइन्थ्यो नि त। त्यही 20-30 हजारको लोभले गर्दा चाहिँ शक्तिपीठहरू के भयो, क्रुद्ध भयो अनि सम्पूर्ण सन्तानको विनाश भयो। आज के छ, राज संस्था अब वन्स अपन अ टाइम भन्ने अवस्थामा छ। भनेको साधनाले मात्र मान्छेलाई एउटा ठाउँसम्म पुर्याउँछ अथवा शक्तिशाली बनाउँछ होइन त? साधना बिना कोही पनि मान्छे सफल हुनै सक्दैन हो। साधना भन्नाले फेरि मान्छेको बिचमा एउटा भ्रान्ति के छ भने मन्त्र जप मात्र गर्ने, आँखा बन्द गरेर शमशानमा जाने, जङ्गलमा जाने, यसो गर्ने भन्ने मात्र छ होइन। तर भन्नुहोस् तपाईँले चाहिँ बिहानबाट बेलुकासम्म इफ यु आर सिङ्गर, यदि बिहानबाट बेलुकासम्म तपाईँले राग गाउनुहुन्छ भने त्यो पनि त साधना हो। एक्ज्याक्टली। यदि तपाईँ चाहिँ एउटा एथलिट हुनुहुन्छ र बिहानबाट बेलुकासम्म तपाईँ दौड्नुहुन्छ भने अथवा आफू जिमहरूमा गएर आफूले आफूलाई फिट राख्नुहुन्छ भने त्यो पनि त हजुरको लागि साधना हो नि त। त्यही भएर साधनालाई हामीले सानो परिधिभित्र मात्र राखिदिउँ के। साधनाको अर्थ चाहिँ त्योभन्दा आकाश जमिनको डिफ्रेन्स छ। इभन
किन भन्नुहुन्छ भन्दा हाम्रै यही फिलोसफीमा देयर इज वान फिलोसफी जसलाई के भन्छ चारवाक सिद्धान्त भन्छौँ। ओके चारवाक भनेको चाहिँ तपाईँको नास्तिकतावाद, भगवान् छँदै छैन, केही पनि छैन, जे गर्ने हो अहिले गर, अर्को जन्म पनि केही पनि छैन, लेट्स डु एभ्रिथिङ राइट नाउ एन्ड लेट्स इन्जोय एन्ड वी स्टिल रेस्पेक्ट देम। हामी उनलाई पनि के गर्छौँ त सम्मान दिन्छौँ। हाम्रोमा सबभन्दा ठुलो चिज भनेको तपाईँले आफ्नो धारणा राख्न पाउनुहुन्छ। मेरो धारणा र हजुरको धारणा फरक हुनसक्छ, बट स्टिल वी क्यान रेस्पेक्ट इच अदर। त्यो नै हाम्रो हिन्दू सनातन धर्मको सबैभन्दा प्लस पोइन्ट हो जस्तो लाग्छ मलाई चाहिँ। तपाईँले आफूलाई मार्नु परेन। ओके तपाईँ यु क्यान बी अलवेज फ्री र तपाईँले आफ्नो अनुसारले भगवान बनाउनु पाउनुभयो। तपाईँले बालगोपालको पनि चाहिँ तपाईँले चाहिँ पूजा गर्न पाउनुभयो, उहाँले चाहिँ लड्डु गोपालको पनि चाहिँ पूजा गर्न पाउनुभयो र मैले चाहिँ युद्धमा लड्दै गरेको कृष्णको पूजा पनि गर्न पाएँ, उहाँले चाहिँ अप्सराहरूसित अथवा तपाईँ गोपिनीहरूसित नाच्दै गरेको कृष्णको पनि पूजा गर्न पाउनुभयो। कसैले चाहिँ कृष्ण आएर भन्दैन कि ल मलाई चुज गर भनेर भन्दैन, तर त्यो अरू धर्ममा चाहिँ के छ तिमीले गर्ने भनेको कि गर्ने भए गर, नगर्ने भए तिमीलाई चाहिँ अब नर्कको तेलमा तिमीलाई हाल्नै पर्छ भनेर भनिन्छ। ओके भनेको अब साधनाको एउटा लेभलमा पुगिसकिसकेपछि मानिसले जीवन र मृत्यु दुवै चिजलाई हेर्छ। एब्सोल्युटली हो र त्यो जीवन र मृत्यु भन्दा पनि ऊ टाढा हुन्छ, अलि पर हुन्छ। जब साधनाको त्यो लेभलमा पुगिसक्छौ तब तिमीलाई मृत्यु र जीवनको बिचमा अब कुनै डिफ्रेन्स लाग्दैन। मृत्यु द्याट इज अ पार्ट अफ लाइफ। जीवनको सबैभन्दा ठुलो सत्य नै के हो त मृत्यु हो। योगीहरूको लागि के छ, आज उनीहरू उस तरिकाले जिउँछन् कि आज नै मेरो अन्तिम दिन हो। बिकज भोलि छैन, भोलि उठिन्छ उठिँदैन, त्यो त केवल हामी आशामा पो चाहिँ गर्दैछौँ त, जिउँदैछौँ त। गट इट। भनेको आजै मेरो अन्तिम दिन भनेर सोच्यो भनेदेखि त सर्वाधिक त्यो मान्छे खुसी भएर पनि बाँच्न सक्ने भयो, धेरै काम पनि गर्ने भयो, उसले बुझ्ने भयो, एब्सोल्युटली जीवनलाई बुझ्ने भयो, त्यसले उसलाई सफलता दिने भयो। ओके हस् गुरु, थ्याङ्क यू सो मच। तपाईँलाई धेरै धेरै धन्यवाद। आजको एपिसोडले तन्त्रलाई, साधनालाई, अध्यात्मलाई केही हदसम्म बुझाउने प्रयत्न भयो होला। यो यात्रा निरन्तर जारी छ, फेरि पनि हजुरसँग कन्भर्सेसन गरिहाल्नेछौँ। केही छ अन्त्यमा हजुरको? हजुरहरूले यत्रो टाढा टाढा आएर खिचिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। मैले खिच्न पनि किन दिएको भन्दा नेपालमा हावैमा कुरा गर्ने धेरै मान्छेहरू छन् अभियसली, तर तिनीहरूलाई साधना चाहिँ जबसम्म तपाईँले त्यो किताब पढेर साधना हुँदैन, जबसम्म तपाईँले आफैले गएर सेल्फ एक्सपिरियन्स चाहिँ गर्नु हुँदैन। हजुर तपाईँले हेर्नुभयो 70-75 वर्षका मान्छेहरू पनि शमशानमा गएर होइन लासमाथि बसेर साधना गर्दाको चाहिँ तिनीहरूको लाइफ परिवर्तन भएर जुन एक्सपिरियन्स पाए, उनीहरूले जुन फियरमा भाँसिरहेको छ त्यो फियरबाट तिनीहरू रिमुभ भएर जुन शक्ति लिएर उनीहरू जाँदैछन्, त्यो शक्तिको नाम चाहिँ मैले भनिनँ। त्यो शक्ति लिएर गइसकेपछि यति वर्षपछि दे ह्याड सिन सम लाइट इन देयर लाइफ, के चाहिँ होप उनीहरूले देख्दैछन्। त्यो शक्ति लिएर गइसकेपछि अब उनीहरूको जीवन परिवर्तन हुन्छन् भन्ने कुरामा चाहिँ उनीहरू ढुक्क छन्। हस्, थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। आजको एपिसोड कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोस्। सँगसँगै हाम्रो च्यानल खाली पृष्ठलाई पनि सब्सक्राइब गर्नुहोस्। हाम्रो एपिसोडहरू तपाईँहरूले हेरिरहनु भएको छ तर सब्सक्राइब कमले गर्नुभएको छ, सो आजै सब्सक्राइब गर्नुहोस्, छेउमा रहेको बेल आइकनलाई थिच्नुहोस् र एपिसोड मन पर्यो भनेदेखि सेयर पनि गर्नुहोस्। अर्को एपिसोडमा हाम्रो भेट हुने नै छ। जय मा काली। Stories with Susan.